कसरी दिएको बढेको हुन्छ त्यो यहाँ लेख्नु को कोड के हुन्छ अब y आयो हैन g को भ्यालु लर्न गर्ने भ्यालु कसरी गर्ने t पछाडी के आउँछ f g 7 नम्बरमा दिनुपर्छ हैन y को भ्यालु कति आउँछ 25 हो अब कतिको ग्याप छ 27 बाट 25 गयो यसरी सोध्नु अब यो त सानोबाट क्लियरै y छ त्यही भएर यो g पछाडी f आयो हैन एउटा ग्याप छ त्यसपछि o को p q r हैन त्यस पछाडी यस छ अब a को d c d e f त्यसपछि g अब यो कसरी बढिरहेछ पहिला एउटा त्यसपछि तीनवटा त्यसपछि पाँचवटा हैन त्यसरी बढिरहेछ अब यसमा हजुर हैन घटाएको छैन अब ठुलो वाला हुन्छ त्यति बेला घटाउने हैन अहिले त मानौ g पछाडी हैन g लाई i ले कोड गराएको छ कसरी गराएको छ जी पछाडी के आउँछ यच आउँछ हैन अनि यच लेखेको छैन आई लेखेको छ हैन एउटा ग्याप गरेर लेखेको छ त्यसपछि ओ छ ओ को कोड के छ यस छ अब कतिवटा ग्याप भयो पी क्यू आर यो तीनवटा लेखेको छैन चौथो नम्बर लेखेको छ यस भयो त्यसपछि ए को बी सी डी ई एफ जी अब यसरी बढिरहेको छ अब यसको कोड के हुनु पर्यो अब यस पछाडी के आउँछ टी त टी लेख्नु पर्छ हैन के लेख्नु पर्यो यु लेख्नु पर्यो बुझ्नु भयो यहाँ जी पछाडी यच आउँछ हैन तर हामीले के लेखेका छौ आई लेखेका छौ यच लाई छोडेको छ त्यसै यस पछाडी के आउँछ टी टी लेख्नु पर्दैन के लेख्नु पर्छ यु लेख्नु पर्छ बुझ्नु भयो त्यसपछि के पछाडी अब कतिवटा ग्याप हुनु पर्यो तीनवटा नम्बरको लेटरको ग्याप हुनु पर्यो के अब के पछाडी पर्ने के पछाडी के आउँछ याम त्यसपछि याम लेख्नु पर्छ यहाँ के लेख्नु पर्छ ओ लेख्नु पर्छ अब y पछाडी के गर्नु पर्छ फेरि कतिवटा ग्याप पाँचवटा हैन जेड आयो त्यसपछि ए त्यसपछि बी त्यसपछि सी त्यसपछि डी अब के लेख्नु पर्यो त्यसको कोडिङ के हुन्छ UOE बुझ्नु भयो त्यसरी पनि सोध्नु होला जोड संख्या पनि हुन्छ 2 ले बढेको हुन्छ 4 ले बढेको हुन्छ 6 ले बढेको हुन्छ 2 4 6 यसरी या त 4 ले 6 ले 8 ले बुझ्नु भयो अब त्यो मैले लेखाइन अब अर्को बिजोड संख्या भयो अब रुट संख्या भनेको थाहा छ नि